हेलो एभ्रिवान, सबैलाई नमस्ते। मेरो सानो मिनी भ्लगमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ असार 15 को दिन सबैजना धान रोप्नको लागि जानु भइसक्यो। बाख्रा कराउन थाल्यो। बाख्राको लागि घाँस काटेर हालौँ भनेर किमुको रुखमा चढेर एक दुईवटा डालाहरू झारेँ। घाँसहरू काट्दै थिएँ। काट्दै जाने क्रममा यस्तो भयो। आज चाहिँ हेर्नु होला अन्तिमसम्म। मेरो भिडियो यसरी सुरुवात हुन्छ है त। म चप्पल खोलेर मजासँग खुकुरी लिएर चढेपछि अलिक चिप्लो लागिरहेको थियो। चढ्न पनि अलिक। यो भिडियो बनाउनुभन्दा अगाडि मेरो दिमागमा चाहिँ के आयो भने मोबाइल गोजीमा थियो, कता राख्ने भुइँमा भनेर यत्तिकै मन अलमल्यो क्या। घर त नजिकै थियो, घरै पछाडि हो, तर पनि घर फेरि जान मन लागेन। अनि यत्तिकै मैले चाहिँ गोजीमा राख्नुभन्दा बरु यहाँ मकैको ढोडमा ठड्याएर राखिदिएँ भने सुरक्षित हुन्छ होला भने फेरि घाँस झरेर लाग्ला कि भन्ने जस्तो महसुस भएर मैले चाहिँ ढोडमा ठड्याएर भिडियो अन गरेर चढेँ। लामो भए पनि होस् काटेर हाल्छु, यसो भ्लग हुन्छ। त्यो सोचले चाहिँ मैले भिडियो अन गरेर चढेको हो। तर खासमा यहाँ चाहिँ अर्कै अर्थ लाग्न जान्छ होला, तर त्यो होइन। वास्तविकता सत्य यो थियो कि सत्य घटना हो। त्यो क्यामेरामा कोही छ, अन्तिमसम्म हेर्नु होला। अझै लास्टमा कसरी हाँगा भाँचिन्छ है त। यता खेतपट्टि आएको अब रोपाइँ गरिसकेपछि धान रोपेपछि डालाहरू काट्न पनि अप्ठ्यारो हुन्छ। त्यो धान पनि माडिन्छ भनेर मैले उतापट्टिको यता काटिसकेर उतापट्टि चढेपछि त्यहाँ पनि त्यस्तै थियो। अलिकति काट्ने क्रममा ठिकै थियो। एक दुईवटा डाला झारिसकेपछि त्यो गुड्याम्मै यसरी भाँच्यो। फुत्तै हाम फालेर म यता त्यो हाँगासँगै झरेको भए त मलाई के हुन्थ्यो होला। तर हाँगासँग नझरेको मैले फुत्तै हाम फालेको भएर त खासै मलाई के भएन। त्यसपछि आएर मोबाइल टिपेर यसरी देखाइहालेँ। ल, यो भाँचेको रुखबाट एउटा पार्ट सिकाएको छु मैले चाहिँ, त्यो कुरा सेयर गर्न चाहेँ। त्यही भएर तपाईँहरूले पनि यसरी मोबाइल चलाउनुहुन्छ, बोक्नुहुन्छ भने कुनै पनि काम गर्दाखेरि पहिले क्यामेरा अन गर्नुहोस्, अनि बल्ल काम गर्नुहोस्। कतिखेर के हुन्छ भन्ने कुरा रेकर्ड त मोबाइलमा रहन्छ नि त। ल, धन्यवाद।